So hello everyone, hope you all are good and doing well. So हजुरहरूले त्यो thumbnail हेरेर त थाहा पाइसक्नुभयो what I'm gonna do. So if you are new in my channel, so don't forget to like and subscribe to my channel. So please guys, I need your love and support. So don't forget to show your love and support guys. Without doing any delay, let's start the video guys. So अब यसलाई यति आँक लिएको छु, लगभग 6.5 किलो जति छ। अब यसलाई चाहिँ म धुनको लागि यो सामानहरू, यो भिनेगर प्लस बेकिङ सोडालाई तातो पानीमा यसरी तातो पानीमा हाल्छु। बेकिङ सोडा हो, हेर्नुहोस् यसरी मैले बेकिङ सोडालाई पनि एड गर्दैछु। यो हातमा भएको यो डटहरू मार्छ, फोहोरहरू होइन, त्यही भएर यो हाल्नै पर्ने हुन्छ। सो मैले हालेँ तातो पानीमा। यो सबै आँपलाई चाहिँ यसरी तातो पानीमा हालिसकेको छु। भिनेगर र त्यो बेकिङ सोडा हालेको पानी थियो, त्यो पानीलाई चाहिँ यसरी मैले त्यो पानीमा चाहिँ यो आँपहरू हालिसकेको छु। अब यसलाई म लगभग 10 मिनटको लागि म यतिमै छोडिदिन्छु। पछि 10 मिनटपछि चाहिँ मजाले यसलाई पखाल्ने छु। यसको एक टुप्पाहरू चाहिँ खानुपर्ने हुन्छ, सबैको टुप्पाहरू। सो अहिले चाहिँ मैले एकदमै राम्रोसँग पखालिसकेकी छु है, किन त्यो हालेर अनि यो सबको साइडको पनि काटेर एकदम क्लियरसँग पखालिसकेको छु। हेर्न सक्नुहुन्छ हजुरहरूले, मेरो यति भएको छ है, यति भइसक्यो। अब यसलाई चाहिँ मैले काट्नुपर्ने हुन्छ है, एकछिनमा हेर्नुहोस् है त। यसलाई चाहिँ मैले अब चपिङ बोर्ड सोड राखेर होइन म काट्नुतिर सुरु गरेँ। अनि काट्दाखेरि चाहिँ होइन अनि यस्तो भइरहेको थियो कि फटाफट काटिरहेको छु होइन। अनि काट्दाखेरि चाहिँ अनि कुनै चाहिँ अलि राम्रोसँग अलिक भित्र अलिक पाकेको भएर चाहिँ अलिक गाह्रो भइरहेको थियो। अनि जुन कच्चा छ नि त्यो चाहिँ एकदमै सजिलो भइरहेको थियो काट्नलाई होइन। अनि मैले काटेँ। अलि यो काट्न चाहिँ अलिक बोरै हुन्छ कि होइन, एकदमै साह्रो हुन्छ कि भित्रको हड्डी, त्यही भएर अलि मलाई गाह्रो भइरहेको थियो। सो मैले कुनै चाहिँ अलिक धेरै भित्रभित्र अलिक पाक्न लागिसकेको थियो, त्योहरूलाई चाहिँ यसरी मैले सबै काटिसकेको छु है, सब काटिसकेको छ। अब यसलाई चाहिँ सेपरेट गर्नुपर्ने हुन्छ नि त यो। अनि यो चाहिँ अलिक पाकेको रहेछ, यसलाई चाहिँ म भित्रभित्र पाट गरेर छुट्याएको छु। यस्तो हजुरहरूले देख्न सक्नुहुन्छ होइन, यसरी अलिअलि पाकेको आँप चाहिँ अलिक छिट्टै बिग्रिन्छ। अनि त्यसैले यो चाहिँ छुट्याउनै पर्ने हुन्छ है। अनि छुट्यायो भने हेर्दाखेरि त हेर्नुहोस् न, अब कुनै कच्चा देखिरहेको छ, कुनै चाहिँ अलिअलि पाकेको। जुन त्यो पाकेको पात छ त्यसलाई चाहिँ मैले छुट्याउनु पर्ने हुन्छ। सो मैले फेरि पनि त्यसलाई एकचोटि चम्चाको सहायताले होइन सबै छुट्याएँ होइन। अनि छुट्याएपछि त राम्रो हुन्छ नि त। अब पछि फेरि धेरै पाकेर फेरि बिग्रिने चान्स हुन्छ नि, त्यसैले अब राम्रो गर्नु पर्यो। गरिसकेपछि होइन त्यसले मैले एक गरेर सबै छानी छुट्याइसकेको छु। सो फाइनली अब यसमा चाहिँ मैले नुन एड गर्नुपर्ने हुन्छ है। अनि आफ्नो तरिका हुन्छ सबैले बनाउने, म मेरै तरिकाले बनाउँछु होइन। सो हजुरहरूलाई कस्तो लागिरहेको छ भन्छ। सो मैले चाहिँ होइन नुनहरू हालेर सबै मिक्स गरिसक्छु। अनि यो मिक्स गरिसकेपछि चाहिँ सब अगाडि नै पानी छोड्छ कि, अनि त्यही भएर मैले नुन हालेर सबै राम्रोसँग एकदमै राम्रोसँग मिक्स गर्छु। र अनि मिक्स गरिसकेपछि चाहिँ यसलाई एकछिन मैले राखेर अनि त्यसपछि मैले यो सबै लगभग आफूलाई चाहिँ यो एउटा भाँडामा चाहिँ ट्रान्सफर गर्छु, जुन चाहिँ म अब जुन हजुरले यहाँ यसरी देख्न सक्नुहुनेछ। मैले फाइनली मैले है यो नुनहरू मिक्स गरेर यसरी प्लास्टिकले ऱ्याप गरेर मोमोको भाँडामा राखेर होइन गरिसकेको छु। यस्तो देखेको छ हेर्नुहोस्, यसरी ऱ्याप गरेर राखेको छु होइन। यसरी रेस्ट गर्न छोडिदिन्छौँ र केही समयपछि हेर्छौँ हामी। हेर्नुहोस् त चाहिँ यो चाहिँ फेरि अहिले चाहिँ यति भइसकेको थियो, अघि चाहिँ यति धेरै थियो भने अहिले चाहिँ गलेर तल गइसकेको छ, हेर्न सक्नुहुन्छ है। अझै गल्छ, यो अझै गल्छ, कतिसम्म गल्छ देखाउँछु। सो अब चाहिँ हामीलाई रेडी पार्नु हुन्छ ड्राई मसला। अनि मसलाको लागि चाहिँ मैले जिरालाई यो भुटिसकेको छु है, जिरालाई
यसरी भुट्यो भने मिठो बास्ना आउँछ। भुटेको टेस्ट चाहिँ फरक नै आउँछ के, त्यसैले मैले चाहिँ अचारमा धेरै जसो यसरी सबै कुराहरू चाहिँ भुटेरै हाल्ने गर्छु। सो अब यो पछि हाम्रो जुवानो आयो, यो जुवानोलाई पनि हल्का धेरै छिट्टै जल्ने भएको कारणले गर्दा यसरी थोरै थोरै गर्ने गर्छु। अनि त्यसरी नै सबै कुराहरू। सो हजुरहरूले देख्न सक्नुहुन्छ म यहाँ मसला रेडी गर्दैछु। मेरोमा कालो जिरा थियो, धनिया थियो, अनि मसला थियो, जिरा थियो, टिमुर थियो, अनि साइडमा अनि के सबै छोपहरू बनाउनको लागि त्यो टिमुर, अनि हाम्रो भाङ पनि थियो स्पेसली, त्यो पनि थियो। मैले सबै कुरा के गरी देखाउन पाएन, हेर्नु होला। अहिले चाहिँ भुटेको मात्र मिठो भुट्दैछु म, देखाएको मिठोलाई भुटेर। सो एक एक गर्दै मैले सबै मसलाहरूलाई पनि ड्राई रोस्ट गरेँ होइन। ड्राई रोस्ट गरिसकेको छु, अनि ड्राई रोस्ट गरिसकेपछि एक एकवटा भिडियो देखाउन पाएन। अहिले खिच्दाखेरि भएन छ, मिलेन छ भनौँ न, कुनै स्केप भयो कुनै के भयो, सरी है। यसरी नै हामीले सबै ड्राई रोस्ट मसलाहरू रेडी पारिसक्नुपर्छ। त्यसपछि मात्र अरू फर्दर काम। त हिजो हामीले राखेको यो आँप थियो, अनि यो चाहिँ अहिले यति धेरैबाट यति भइसकेको छ। अब चाहिँ यसलाई म खोल्न जाँदैछु। यस्तो भइसकेको छ, यति भइसकेको छ हाम्रो। सो अब चाहिँ यो गलिसकेको अथवा नुनमा हालिसकेको यो थियो। यसलाई चाहिँ हामीले अब अर्को भाँडामा ट्रान्सफर गरेर यसको पानीलाई सेपरेट गरेर यसलाई चाहिँ हामीले घाममा सुकाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ मैले यो सबै यसमा खनाइरहेको छु, ताकि यो पानी चाहिँ निकालेर चाहिँ अनि यो सबै छुट्याएर अनि सुकाउनमा हालौँ भनेर चाहिँ यसले मैले चाहिँ यो भाँडामा खनाइरहेको छु। हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त तल कति धेरै पानी छ। यो पानीलाई चाहिँ हामीले फ्याल्दैनौँ, यो चाहिँ अरूको फर्दर युजको लागि चाहिँ राख्छौँ होइन। जे पनि गर्न सकिन्छ, आफूलाई तरकारीमा हाल्न मन छ, के गर्न मन छ, यसरी गर्न सकिन्छ। सो मैले यसरी चाहिँ सबै खनाइसकेको थिएँ, अनि पानी चाहिँ हाम्रो यति आएको थियो होइन, अझै अलि बाँकी पनि थियो पानी। अनि मैले सब यसलाई छुट्याएर सब फाइनल गरेर अनि मैले यसरी सब यस्तो यो भाँडामा निकालिसकेको छु है। अनि यसो सरर हेरेँ होइन, अलि राम्रोसँग भइसकेको थियो। अनि त्यस कारणले गर्दा मैले यसरी प्लास्टिकमा मस्त घाममा चाहिँ सुकाएँ होइन। फाइनली आज घाम पनि एकदमै राम्रोसँग लाग्यो कि होइन, एकदमै खुसी लाग्यो। सो घाम चाहिँ मस्त लागेको थियो होइन, जे होस् अझ राम्रो भन्ने भयो भनेर यसो खुसी लागिरहेको थियो है। यसरी घाममा मैले सुकाएँ। हेर्नुहोस् त घामको माथि घाम हेर्नुहोस् न, ओ माई गड यस्तो घाम लागेको थियो कि पोल्ने है। एकै दिनमा यो आँप चाहिँ बनाउनको लागि रेडी हुन्छ जस्तो मलाई लाग्यो। सो अनि मैले चाहिँ यो सब अघिको जति मसला थियो नि त्यो चाहिँ यति भएको छ है, यति मसला भयो। अनि जिरा र धनियाँको पाउडर चाहिँ मेरो अगाडि नै पिसेको भएर म चाहिँ त्यसमा देखाएन। यहाँ जिरा धनियाँको पाउडर, यो चाहिँ मसलाहरू प्लस यो आदि यहाँ पनि छ। यहाँ यो खस्रो खस्रो टाइपको पनि बनाएको छु यो वाला है। अब यो सबलाई म के गर्छु अचार। सो हाम्रो आँप रेडी भएर पनि मैले यसरी बेसारलाई एड गरिसकेको छु है। मैले चाहिँ फर्स्टमा चाहिँ त्यो के गरेँ भने हजुरहरूले त्यो स्टेप वाइज चाहिँ देखिसक्नुभयो है। जुन मैले मसला थियो त्यो मसलाहरू सबैलाई चाहिँ मैले यसरी पाउडर फर्ममा बनाएको छु। मलाई चाहिँ त्यस्तो ऊ चाहिँ मन पर्दैन के, जुन बियाहरू आउँछ नि त्योहरू चाहिँ मलाई मन पर्दैन, त्यसैले अनि मैले अलिकति लास्टमा चाहिँ अनि यो खस्रोवाला चाहिँ राखेँ। तर मलाई सबै मसलाहरू चाहिँ मसिनो भएको एकदमै मनपर्छ, त्यसैले खाँदाखेरि पनि के मुखमा अड्जिने यस्तो यस्तोको समस्या हुन्न। सो सबैलाई एउटै मनपर्छ भन्ने छैन, तर मलाई चाहिँ स्पेसली मलाई यो मन पर्दैन। सो मैले त्यस कारणले गर्दा मैले चाहिँ यो सबै मसलालाई चाहिँ के गरेँ भन्दाखेरि मसिनो बनाएर पाउडर फर्ममा बनाएर चाहिँ यसरी एड गरेको छु है। अनि अहिले चाहिँ मैले बिना तेल बिना नुन के पनि हालेको छैन, मात्र मसला र बेसारको यो सबै मिक्स गरिरहेको छु। हेर्न सक्नुहुन्छ होइन, यसलाई एकदमै मजाले मिक्स गर्नुपर्छ है। अनि मिक्स गरिसकेपछि एकछिनपछि चाहिँ यसलाई चाहिँ हामीले के मैले चाहिँ अलिकति अझै मसला पुगेन जस्तो लाग्यो। सो मैले फेरि पनि अनि जिरा धनियाँको पाउडर अथवा त्यो सबै मसला मिक्स गरेको मसला थियो यसलाई चाहिँ फेरि मैले एड गरेँ, जुन चाहिँ अलि मसला कम भयो जस्तो लाग्यो कि, त्यस कारणले गर्दा मैले फेरि मसलालाई एड गरेँ होइन।
अलि मसला अलि धेरै भएन भने अर्कै देख्छ कि अनि राम्रो पनि लाग्दैन। सो त्यही भएर मैले मसलालाई एड गरेँ, फेरि एड गरेर चाहिँ फेरि एकपटक पूर्ण यसलाई एकदमै राम्रोसँग मिक्स गरेँ होइन। मिक्स गरेपछि एकदम राम्रो पनि हुन्छ, सबै ठाउँमा त्यो मसला कोटिङ हुन्छ कि। अनि राम्रो कोटिङ भइसकेपछि बल्ल एकछिन पछि चाहिँ मात्र यो सबै हामीले पूर्ण अर्को विधि थियो, सबै मसलाहरू एड गरिसकेपछि चाहिँ एकदम टेस्टै दामी आउँछ कि। त्यही भएर मैले सबै मसला एड गरेको छु सकेसम्म। यसलाई चाहिँ अब आफूलाई चाहिँ जे गरी खाँदा पनि मिल्छ कि होइन, काँचै खाने कि पाकेको खाने कि ल अनि यसको खट्टी मिठी के खाने, जे खाँदा पनि आफूको चाहिँ मिठो नै हुन्छ। तर आज चाहिँ म विशेष गरी यो मसलेदार पुरै आँपको अचार बनाइरहेको छु है। अनि मैले चाहिँ अब यसरी मैले थोरै तेल हाल्दै यसरी होइन। अनि यसको काठको फन्यूको सहायताले चाहिँ मैले यस्तै मजाले अनि लगाएँ। अनि मैले हातले चाहिँ चलाइनँ, पहिला नै मैले होइन हातले एकदम राम्रोसँग मिक्स गरिसकेको थिएँ। त्यस कारणले गर्दा मैले फेरि पछि चाहिँ मजाले तेल हाल्दै अनि यसको यसले चाहिँ यो पन्यूले चलाएर होइन मजाले राम्रोसँग लागिसकेको थियो, ताकि मेरो हात चाहिँ हाल्नु परेन। त्यसरी हात हाल्यो भने चाहिँ अलिक पोल्ने त्यो गर्ने हुन्छ क्या, त्यसैले मैले हात चाहिँ हाल्नु परेन। अनि फाइनली मैले यसरी गर्छु, मस्त मिक्स गर्ने कि एकदमै राम्रोसँग मिक्स गर्नुपर्छ तेल हालिसकेपछि। अनि हजुरले एउटा कुरा नोटिस गर्नुभएको थियो कि थिएन, यो मैले नुन चाहिँ एकदमै लास्टमा चाहिँ एड गर्छु कि होइन। फर्स्टमा त मैले यसलाई नुन अगाडि नै जुन पानी निकाल्नको लागि चाहिँ अगाडि काट्दा बित्तिकै हालेर एक दिन रेस्ट गर्न छोडिसकेको थिएँ। अनि अब लास्टमा चाहिँ मैले नुन हालेर अनि फेरि पनि यसलाई एकचोटि पुनः मजाले मिक्स गर्छु। र मिक्स गरिसकेपछि पनि अझै मलाई के लागि अलिक कम भएको हो कि पो जस्तो लाग्यो क्या। अनि फेरि एकचोटि ड्राई मसलालाई चाहिँ एड गरेँ। अनि फाइनली अब यो हाम्रो चाहिँ मजाले मिक्स गरिसकेको छु र अब हाम्रो यो रेडी भइसकेको छ। लगभग म हजुरहरूलाई यसरी देखाउन चाहेँ है। हेर्नुहोस् एकदमै राम्रो देखिएको छ, मसलाको कोटिङ पनि एकदमै राम्रो भएको छ। अनि तेलको पनि एकदमै राम्रोसँग तेलको कोटिङ पनि राम्रो मिलिरहेको छ। आज चाहिँ बाहिर अलि मौसम राम्रो थिएन क्या, त्यही कारणले गर्दा मैले भित्रै भएर अलि लाइटिङको कमी भएर होइन यसरी भिडियो बनाइरहेको छु है। लाइट नभएको कारणले अनि अलि बत्ती बालिरहेको थियो क्या, त्यसले मैले यसरी बनाएको भिडियो होइन। अनि हेर्न सक्नुहुन्छ यो यस्तो देखेको छ, अलिक क्यामेरा क्वालिटी नराम्रो भएर पनि हुनसक्छ, अलिक कस्तो अर्कै देखेको छ कार्यक्रम। यसरी मैले रेडी जति मैले देखाउन सकेँ त्यति देखाएको छु हजुरहरूमा। सो मैले यसलाई चाहिँ बट्टामा ट्रान्सफर गर्नुपर्ने हुन्छ मसँग चाहिँ। सो यसरी हाल्दै गर्दा चाहिँ मैले होइन भिडियो देखाउन पाइनँ, सो सरी। अनि यसरी सिसाको जारमा हाल्यो भने चाहिँ अचार चाहिँ लङ टर्मसम्मको लागि पनि बिग्रिँदैन भनेर यसरी हालेको, प्लस आफ्नो हेल्थमा पनि एकदमै राम्रो गर्छ। यसरी नै हुन्छ मेरो आँपको अचार रेडी। अनि हजुरहरूले पनि आफ्नै घरमा बनाएर यसरी तयार भएको अचार म यो अब फेरि खाने हुन्जेलसम्म पनि म हजुरहरूलाई कस्तो भयो देखाउने छु। आजलाई छुट्टिन्छौँ, बाई बाई।